बस जाऊ हात समारेर खै त हात समारेर लगेको हाम्रो नयाँ दुल्हा दुलहीलाई चाहिँ उहाँहरूको आगामी जिन्दगी सुखद र स्वस्थ होस् भन्ने कामना गर्दछु। थ्याङ्क यू। अनि त्यसै गरेर चाहिँ म चाहिँ माइक चाहिँ हाम्रो जन्तीबाट चाहिँ एकदमै स्ट्रङ भएर चाहिँ मेरो दाइ एक्लै आउनुभएको छ है। यहाँ यति धेरै माइक छ तर मेरो दाइको चाहिँ हिम्मत लिएर आउनुभएको छ। मेरो दाइलाई चाहिँ माइक लिएर चाहिँ केही बोल्नको लागि आग्रह गर्दैछु। ल सबैलाई नमस्कार। म चाहिँ के अरे हाम्रै भाषामा बोल्न चाहन्छु। त्यसमै गर्व लाग्छ नै जम्मै आफन्तजनहरू बाजे बजै भाउजू दाई फुपू मामा जम्मै आज मेरो परिवारको पठा दिन नै भाइ नयाँ सुरुवात र पुनम साली जस्तो बुहारी यहाँसी लगायत नै परिवार एकदम खुसी हुँ। यो अवसरमा आफूहरू सबै चुरी जम्मा गरी एकदम धेरै धन्यवाद र रमाइलो गर्नु हुन एकदम धन्यवाद चाहन्छु। आज हाम्रो यस विशेष दिनमा यति छोटो समयको सूचनामा पनि कामहरू साँची राखेर समय निकालेर आइदिनु भएकोमा एकदम धन्यवाद भन्न चाहन्छु। हजुरहरूको आशीर्वाद माया सधैँ हाम्रो जित्दै गरिरहनेछ भन्ने आश गरिरहेको अनि आज यस दिन हाम्रो लागि खास बनाइदिनु भएकोमा हजुरहरूलाई एकदम आभार प्रकट गर्न चाहन्छु। ल पुनम बहिनी आज त पुनम बहिनीले एक लाइन मार। धेरै धन्यवाद यहाँ आइदिनु भएकोमा। ल ताली। यस्तो मोमेन्ट चाहिँ वान एन्ड ओन्ली डटर हो नि घरको चाहिँ। अनि घरको लक्ष्मी जाँदा चाहिँ कस्तो भइरहेछ भनेर चाहिँ थाहा पाउनको लागि मेरो सासू एन्ड ससुरामा झाँकी नपाउँदा चाहिँ यहाँ आएर चाहिँ लाइक लामो त होइन 2-4 शब्द चाहिँ टक्कै भाग लगाउँछु मैले चाहिँ। आमा पनि खौ आमा पनि खौ। धेरै धन्यवाद। र आज तिनी चाहिँ छाबी एउटैको यहाँ चाहिँ बिहा ताकि कसैलाई खुसी लाग्यो पहिला सुरु माछा बिहा ताकि चाहिँ कसै खुसी लाग्यो। सबै जिम्मेवारी परिवारहरू पनि धेरै धन्यवाद र मान्छेहरू चाहिँ हाम्रो एक्सपिरियन्स होला हाम्रो लाइफ कसरी बित्छ सिङ्गलमा त डबल हुँदाखेरि कति स्ट्रगल पनि हुनसक्छ कति कुरामा कम्प्रोमाइज गर्न सक्नुपर्छ भन्ने कुरा चाहिँ हामी सबैलाई प्रायःलाई चाहिँ एक्सपिरियन्स भएको छ। कोही पनि यहाँ आएर उहाँहरूलाई चाहिँ भन्न चाहनुहुन्छ भने इट्स फ्री एन्ड आउनुहोस् अनि भन्नुहोस्। अभियसली मैले चाहिँ राम झ्याङलाई चाहिँ देखेँ एन्ड वी क्यान हियर समथिङ फ्रम हिम। जम्मै नमस्कार है। आज मेरो कान्छी साली प्यारी साली अनि मेरो सारो कान्छी साली बिहा गरेको अलिक उमेर गएको तर चाहिँ धेरै अझै पनि राम्रै अनि फेरि बिहा गरिसकेको धेरै बच्चा पनि भइसक्यो तर कान्छी साली अनि उसको उहाँहरूको छोरी हाम्रो आफ्नै छोरी पुनम हामीले चाहिँ पुनमलाई चाहिँ भेट्दाखेरि करिब तिमी कति थियो चाहिँ 14-15 वर्ष
14-15 पनि थिएन हेर्दै आफ्नै अगाडि हुर्केर धेरै राम्रो गरेर अनि पुनमको बारेमा सबै कुरा जान्न आफ्नै अगाडि देखियो है अनि त्यस हुनाले पुनम we just want you to know that you are one of the best ones, okay, and then you deserve to be happy just like everybody else, and we are very happy for you, and Bipin, as you know, we are a big family here, and you're welcome to the family. And best wishes to both of you for long life and happiness. Thank you. कोही पनि आदिम बेलामा के स्वभाव के कोमलता के नरमता के झ्याउनु कुरो कोमलता झ्याउनु कुरो माराइसकेर मेहनत छाडा एउटा मिठो बित्ने श्री सङ्ख्याले परिवर्तन छाडा तादिम बेलामा एउटा के उपनामु मिठो अनि अब नेच हामी मिठोए अनि बाबु दुईटा जोडीसित अब नयाँ जिन्दगी सुरु काम के उपनाम चाहिँ मिठो मु दुईटा जिन्दगी भरि हातमा मिठो छैन बसन खाकै बिहोना शुभकामना तिनकै नयाँ ताम रातो ड्रेप ल्याउनै पर्ने जस्तो लाग्यो रातो
Thank you.
भाउजू जान्छु नि तपाईँ डान्सरहरू भएर नाचेर कमन कता बुढो भयो